तिहारमा चिल्ला रोटी खाँदा खाँदा हैरान पर्यो। चिल्ला रोटी मासु खत्राङ खुत्रुङ खाँदा हैरान पर्यो। त्यही भएर आज बिहानै म्या खाइदिएको ल हेर्नुहोस् त। यसो हेरेको मेवाको बुट्टामा प्याली भएर पाकेको रहेछ। अनि टप्प हातमुख धोइयो, यताउति फ्रेस भइयो। त्यसपछि टक्क टिपेर यस्तो गजबको छ हेर्नुहोस्। म्या पनि साह्रै गुलियो रहेछ। खास त गर्मीयाम सुरु भएपछि पाक्नुपर्ने म्या हो। यो चाहिँ चाँडै पाक्यो। गजब मिठो छ, गजब मजाले खाइयो। त कति मिठो छ। दामी दामी।